हेलो एभ्रिवान, ब्याक टु माई च्यानल। सबैजना सञ्चारमा हेरिदिन्छु होला। म पनि सञ्चारमै छु। म चाहिँ अहिले खाना खाएर बसेको छु। तपाईहरुले पनि खानुभएको होला। अनि आज चाहिँ पुरा घाम लागेको छ। आज चाहिँ बिहानै पानी आयो। आज चाहिँ 5 बजेदेखि पानी आएको, 7 बजेतिर गरेको। आज चाहिँ घाम लागेको छ बाहिर। म चाहिँ भित्र छु। अब बाहिर निस्किने हो म नि। पानी आएर बिजोग आज चाहिँ घाम लागेको छ। बिहानदेखि पानी परेको, 5 बजेदेखि पानी परेको अनि 7 बजेसम्म आएको। अहिले चाहिँ छाडेको छ। बाहिर चाहिँ घाम लागेको छ। म चाहिँ बाहिर जान्छु अब। घाम लागेको छ। आज चाहिँ बल्ल घाम लागेको छ। बिहान 5 बजेदेखि पानी आएको, अहिले चाहिँ घाम लागेको छ नि त टक्क। मेरो खोरमा चाहिँ कुखुरा छ। टक्क अब छदिने हो यसलाई। अब आउँछु उसपाटि। आउँदैछ अहिले चाहिँ कुखुरा निस्किन लागेको छ घाममा। उसबाट निस्किन्छ। निस्क्यो। आज चाहिँ घाम लागेको छ यार बल्ल। मैले चाहिँ यो बारीमा हाल्ने हो औषधि हो नि त। यो लसुनको लागि औषधि हो। यो औषधि जस्तै भनौँ। औषधि हो नि यो औषधि लसुनको लागि। मैले चाहिँ रोपेर पनि सकेँ अब है। टक्क बारीमा सकियो। मेरो चाहिँ काम यही थियो। लसुनमा
औषधि हाल्ने अब त्यो पनि सकियो। अब चाहिँ के गर्ने होला, मेरो कामै छैन। कामै छैन यार, दिनैभरि बस्ने जाऊ लाग्छ यार। आज चाहिँ हल्का बिरो गरेको छ। हिजो नि पानी आएको, आज नि पानी। 5 बजीदेखि आज झन् 5 बजीदेखि 7 बजीसम्म पानी आएको बिहानको। अहिले चाहिँ घाम लागेको छ टक्क। आज घाम लागेको छ, अहिले फेरि पानी आउने होला सके। कपडा धोएको थिएँ, कपडा सुकेकै छैन यार। आज नि त्यस्तै सुक्छ आज कपडा। घाम लागेको छ, अलिअलि लागेको छ। टक्क मेरो कुखुरा चाहिँ उहाँ चढ्दैछ। घाम लागेको आज चाहिँ टक्क रमाएको छ कुखुरा पनि। चारोले मरो कुखुरा मेरो अस्ति एउटा मरेको हो, आज चाहिँ बाँच्छ। घाम लागेको छ नि त। अब बल्ल सुक्छ घामले कपडा यार। अझ सुकेकै छैन, चिसै छ। आज घाम लागेको छ। 12 बजीसम्म नै घामले पोल्छ लास्टै। आज चर्को घाम लागेको छ। सायद हिजो पानी आएको भएर होला घाम लागेको आज। हावा पनि चलेको छैन आज त घाम लागेर। टक्क घाम मात्रै लागेको छ। घामले पोल्छ बाहिर निस्किँदा। भित्र बस्दा जाडो हुन्छ। भिजेको छ। घाम लाग्ने पानी हानी हुन्छ भनेको थिएँ। अहिले फेरि घाम बुरिसक्यो, फेरि लाग्यो। फेरि अलिअलि लाग्ने, अलिअलि घाम पनि। अब फेरि पानी हानी सुरु हुन्छ होला लगभग। घामले लाग्छ, वहीँ बुर्छ। अब मेरो चल्ला चाहिँ उहाँ छ। कुखुरा चरिसक्यो, अब चाहिँ खोरमा हालिदिन्छु मैले। टक्क अब खोरमा हालिदिने हो। अहिले पानी आयो भने रिसाउँछ, त्यसैले खोरभित्र हालिदिने हो मैले। अब तिनीहरूलाई नि टक्क फेरि घाम बुरिसक्यो छ। घाम लाग्ने बुर्ने गर्छ। म चाहिँ कुखुरा भित्र हालिदिन्छु यार, हालिदिन्छु। मैले चाहिँ कुरा तुरिसकिदिएँ। अब चाहिँ बस उस बाटै म चाहिँ अब बस्छु म नि एकछिन आरामले। के आएको छ मैले त आएकै छैन तँलाई। किरण साईको देश त देखिस् त
ए सर कहाँ छ यहाँ मैले देखेकै छैन त देश भोके मम्मी छन् के मेरो तल उपल्लोबाद जाने सर जाने तल्लोबाद गएको छन् साइको तल्लोबाद छिरी जाउँ त यसो भए त के यसो त पर्खे म चापी लान्छु म जान्न यार छुट्टी छ 5 गतेसम्म 4 गते जाने बल्ल 5 गते बाद बल्ल त नि फोन त भनेको के पछि अब भन्न के त फेरि भरना के भरना तन जाने होस् त्यसै त आयो त म सोधिदिन्छु नि त कहिले है 2 गते हो रे अरे कोही त 8-9 गते जाने थुप्रै दिन छ के भएन जाके हिँड आइज न भिडियो गराएको टक्क हामी चाहिँ स्कुलतिर जान लागेको के गर्न जाने रे किरण बल खेल्न हामी चाहिँ लाग्यौँ स्कुलतिर कहाँ नि यार नि बिहानमा झन् आएको पानी यार कि फर्क्यौँ र घाँस जाने उता सफा छ नि फेरि